सुनको पिंजडा। म आफ्नो महँगो गाडी लिएर बाहिर निस्केँ। न जाडो न गर्मी, उज्यालो घाम, नीलो आकाश, असोज महिना, शरद ऋतु। आहा, दसैँ आउने समय भएछ। तर हरे न कतै लिङ्गेपिङ न कतै नेपालीको भिड। कोही पनि विदेश र जागिरबाट घर फर्केको देखिन। कसैले कसैको पनि बाटो हेरेको देखिन। कुनै घर सिँगारिरहेको देखिन। न कुनै बस नै भिड न त बजार नै। ती शरद ऋतुमा फुल्ने सयपत्री र मखमली आफ्नो भेष बदली लुक्न खोजिरहेछन्। माथिल्लो घर माइकको, तल्लो घर जेम्सको। उनीहरू एक्ला एक्लै आफ्नो घर पछाडि फलामे बिजुलीको भट्टीमा मासु पोल्दै खाँदैछन्। न उनीहरू मलाई चिन्छन् न त उनीहरूकै आपसी सम्बन्ध छ। मैले आफ्नो गाडी मोडी अर्कै बाटो लागेँ। गोजीमा पैसा प्रशस्त छ। कोही गरिब छैन, कसैलाई दिनु पर्दैन। सबैको प्रत्येक दिन भोज छ, मोज छ, आनन्द छ। तर कस्तो आनन्द, बाहिरी कि भित्री? म नेपाली पसलतिर लागेँ। धेरै नेपालीहरू थिए। कोही के किन्दै, कोही के। सबैको एउटै भनाइ थियो, अब दसैँ आयो तर छुट्टी मिलेन। कामबाट आएपछि राति लाउँला टिका पनि, के गर्नु? खसीको बन्दोबस्त भयो? सबै भयो। नभए यहाँ छँदैछ नि, जतिखेर चाहियो त्यतिखेरै। गीता, एक नेपाली बहिनीले साथीलाई बोलाए। हे, मलाई गीता होइन, जेनी भन्न। आई डोन्ट लाइक गीता। मलाई गीता मन पर्दैन। तँ दसैँमा हजुरबाको हातको टिका र आशीर्वाद थाप्न जर्जिया जान्छेस्? नो, आई डोन्ट लाइक दिस दसैँ एन्ड अल. I better go to visit the Buffalo Park with my friends. I'd rather fancy swimming. म जान्न, मलाई यस्तो दसैँ ससैँ मन पर्दैन। बरु म मेरा साथीहरूसँग बफलो पार्क जान्छु। मलाई पौडी खेल्न बडा आनन्द आउँछ। कसैको केही अभाव छैन, सबै धनी। तर कस्तो धनी? कतै त्यो मौसमले चाहे अनुसारको अन्तर्मनको धनी कि भौतिक सुविधाको? जङ्गली बानरलाई 5 तारे होटलमा राखे जस्तो। कुनै रुखको हाँगा छैन। कोठाको एउटा सोफादेखि अर्कोमा उफ्रनु पर्ने। सफा थालमा काटेर राखेको फल खानु छ। आफूले टिपेर कर्याममा धार्नु छैन। न भाषा, न संस्कार, न भेष, न देश। मैले आफ्नो गाडी मोडेँ। झन् ठुलो बाटो। सबै बाटा सफा छन्। फोहोर खोज्नु पर्छ। कुनै ठाउँमा चौपाय पशु छैन। कुनै बाधा छैन, कुनै बन्द छैन। सामाजिक, राजनीतिक, आर्थिक सब ठिक छ। तर कहाँ, बाहिर कि भित्र? अन्तर्जगतको यात्रा गर्दै गर्दा मलाई भुटान र नेपालको हिलो बाटोले बोलायो। मच्छर झिँगा साङ्लाले बोलायो। त्यहाँको धानबारी, गरिबको संसार, दुःख सुख, हावापानी, भुटानी र नेपालीको असीम मायाले बोलायो। त्यहाँका हितैषी सुर्के फुर्के कान्छाले बोलायो। दसैँमा त्यसै मातेर रमाइलो गर्दै हिँड्ने माझी काइलोले बोलायो। सानो पैसा जम्मा गरेर बनाएको अनि विसम्हार भएको फलैँचाले बोलायो। गाउँको हिलो बाटोको छेउमा अँध्यारो घुम्ती थापेर बसेकी मगर्नी बजुले सम्झे जस्तो लाग्यो। टिका र खानापछि आँगनमा डोको घोप्ट्याएर आराम गर्दै गर्दा काकीले ती चाउरी परेका हातले भोगटे साँधेर, "ल्यो, यसले सबै पचाउँछ" भन्दै पातमा भोगटेको अमिलो अचार हातले बाँड्दै गरेको याद आयो। तिहार अघि धान काट्दै गरेका खेतालाले म बाटामा आएको देखेर मलाई हेर्दै, "हेत तेरिका, के छ खबर? के साह्रो हतार हौ? एकछिन बिसाउ न, मरी लानु केही छैन, लु यतै आऊ" भन्दै आलीको मास पन्छाउँदै दुःख सुखका गफ हाँक्न बोलाएको याद आयो। तल बराल बाको घरको आँगनमा अम्मको फेदमा शीतल ताप्न बनाएको थोत्रो बाँसको चाङ
पुरानो गुन्द्री, रातो चिया, वरिपरि झिँगा भुनुनु, सबैले मलाई एकै स्वरमा कहिले आइस्माइला भनेको भान भयो। गाडी मोडी म घिमिरे काकाको घरतिर लागेँ। अमेरिकामा उनले आनन्दका लागि बनाएको कलेसा बारीतिर पसेँ। बोडी टिपी खाएँ। स्वाद छैन, बास्ना छैन। बारीको कुनामा मालीगाईको गोठ छैन। न त त्यहाँ गुन्द्रुके कपाल भए कि रातो झुनाको मजेत्रोले कपाल बान्दै गनगनाउँदै गरेकी काकी नै थिइन्। मलाई भित्र बोलाइयो, बास्ना आउँदै गरेको तातो चिया पिउन। चिया पिएँ अनि मैले त्यही चियालाई सोधेँ, ओइ चिया, तेरो स्वाद भुटान र नेपालमा त यस्तो थिएन त, यहाँ कसरी यस्तो भयो? चियाले यस्तो जवाब दियो, मेरो वास्तविक टर्रोपन हटाउन चिनी हाले म गुलियोमा घोलिन्छु, नुनलाई नुनिलोमा मिल्न खोज्छु, तर म कोसिस गर्छु मेरो टर्रोपन जोगाउनलाई, किनकि गुलियो र नुनिलोमा भुलेर मेरो टर्रोपन पलायन भई चिया भन्ने वस्तु नै लोप हुन्छ कि भनेर। धन्यवाद।